यो जुन यस्तो पहाड जस्तो छ नि सानो सानो यसलाई चाहिँ कुली भन्छ। यो चाहिँ हाम्रो पहाड जस्तै हो तर सानो सानो हुन्छ, तर यसमा चाहिँ अनि सानो घाँसहरू त्यस्तोहरू मात्र पलाउँछ। अनि यसको चाहिँ एउटा साइडमा चाहिँ घाम लाग्दैन, एउटा साइडमा चाहिँ घाम लाग्ने, त्यो डिफ्रेन्ट स्लोपहरूले गर्दाखेरि डिफ्रेन्ट काइन्ड अफ यहाँ प्लान्ट एन्ड वाइल्ड लाइफहरू हुन्छ भनेर चाहिँ यहाँको मान्छेहरूले चाहिँ त्यो सब कुरा थाहा हुन्छ। यस्तो कुलीहरू, त्यहाँ तल फरेस्ट भयो अनि उता रिभर भयो भनेर। यहाँ चाहिँ लिभिङ रुफ भन्ने छ। अनि यो लिभिङ रुफमा चाहिँ माथि नै छतमै यस्तो बिरुवाहरू छ, यहीँ जमिन जस्तो बनाएर होइन। यस्तो यो यहीँको प्लान्ट छ जुनको जरा एकदम यत्रो लामो हुन्छ। चेक गर्न गइरहेको छु। ल यो रुफ, यहाँ चाहिँ यस्तो राम्रो आर्ट पनि बनाएको छ। यहाँको मान्छेहरूले चाहिँ आर्टलाई पनि एकदमै धेरै एप्रिसिएट गर्छन्। आर्टहरू हुन्छ र छतमै यस्तो बनाएर यस्तो गार्डन जस्तो पुरै यहीँको बिरुवाहरू भएर रमाइलो खालको छ। अनि यहाँ चाहिँ अब ठ्याक्कै समर लाग्नलाई अनि बिरुवाहरू फुलिरहेछ नि त। अहिले यो क्रोकस भन्ने यो प्लान्ट छ, यो अहिले उम्रिन लाग्छ। अनि यहाँको मान्छेहरूलाई चाहिँ एकदमै यो अब कुन प्लान्ट हो कस्तो एकदम जिज्ञासा हुन्छ कि धेरै। अनि हामीले नि अब यहाँ भलिन्टियर भएर जानिरहनु पर्छ कि यहाँ माथि चाहिँ यो क्रोकस फुलेको छ हेर्नु भनेर। अनि यहाँको मान्छेहरूलाई त्यस्तो सानो सानो इन्फर्मेसन पनि एकदम इम्पोर्टेन्ट लाग्छ। ल यो पछाडि चाहिँ लेथ ब्रिज जुन चाहिँ धेरै अगाडि 1980s बनेको हो यहाँ, त्यही पनि अहिलेसम्म चलिरहेको छ। यस कस्तो राम्रो खालको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट हो यहाँ, एकदमै राम्रो खालको छ। अब एक्जिबिट चेन्ज भइसक्यो, अब यो स्प्रिङको लागि पुरै यहाँ। पहिला चाहिँ विन्टरको लागि थियो भने अहिले चाहिँ स्प्रिङको लागि छ। अहिले चाहिँ यहाँ आर्टको लागि पनि छ। यो आर्टिस्टको चाहिँ भर्खरै यहाँ सोकेस भइरहेको छ ग्यालेरी। यो चाहिँ अब उसले देखेको डिफ्रेन्ट वेदरको प्याटर्नहरू हुन्छ नि, रेनफल प्याटर्नहरू त्यस्तोहरू यहाँ क्यानाडाको डिफ्रेन्ट सिटिजहरूको। यो ठाउँमा चाहिँ अनि लाइट अन गर्दाखेरि चाहिँ यस्तो फोकस लाइट मात्र अन गर्ने र यो साइडको लाइट चाहिँ अन नगर्ने, जसले गर्दाखेरि चाहिँ यो आर्ट चाहिँ बढी पप आउट हुन्छ हेर्ने मान्छेहरूलाई। अझ राम्रो भइरहेछ भलिन्टियरिङ। आज एकदम धेरै मान्छेहरू आइरहेछन् किनभने लङ विकेन्ड छ, इस्टर पनि छ इभेन्ट। अनि सबै फ्यामिलीहरू घुम्न आइरहेका छन्। यहाँ चाहिँ अब धेरै मान्छेहरूले चाहिँ यो नर्दर्न फ्लिकर भन्ने वुडपेकरले चाहिँ यहाँ धेरै घरनिर आएर ठोक्छ अरे। अनि किन यो आवाज गर्यो भनेर भन्नको लागि यो इन्फर्मेसन दिएको छ। यो चाहिँ धेरै त्यो काठमा उस गर्छ भने यस्तो नेस्ट बक्सहरू बनाउन सकिन्छ। यहाँ चाहिँ यहाँभित्र के छ भनेर यसरी हेर्न मिल्छ। स्पिकरको डिजाइन छ, दामी खालको स्कल्पचर चाहिँ। अब आर्टिफ्याक्टहरू छ, अन्डा यो चराहरूको सबै। त्यहाँ माथि ट्रेन गइरहेछ है, सामान बोकेर घुम्ने गइरहेछ। यो चाहिँ हो एलेन स्कुल र नेचर सेन्टर। मेरो सिफ्ट सक्यो, घर फर्किने। अब छुट्टी छ नि त, लङ विकेन्ड, त्यही भएर सबै परिवारहरू यहाँ घुम्न आइरहेछन्। मान्छे पुरै प्याक छ, बच्चाहरू लिएर बुढाबुढी सबै यहाँ घुम्न आउँछन् है। यस्तो पार्कहरू उसहरू धेरै छ यहाँ। यो चाहिँ यहाँ मल हो, पार्क प्लेस भन्ने। यहाँ चाहिँ फुड कोर्टहरू, लुगा सामान सबै किन्ने छ यहाँ। यो सबै मल। यहाँको सिनेमा हल एकदम राम्रो मुभी हल हो यो चाहिँ। ठ्याक्कै खोजेको जस्तो बुट चाहिँ भेटिनँ, त्यही भएर अब मलबाट निस्केँ। अब घर फर्किन्छु, अब नेक्स्ट टाइम किन्ने। वेदर चाहिँ एकदमै राम्रो छ, घाम लगाएर। मान्छेहरू एकदमै धेरै छ आज चाहिँ जहाँ पनि। अब यहाँ म सामान किन्न आएको छु। यो चाहिँ प्रड्युस सेक्सन।
भेराइटीको हुन्छ पिज्जाहरू खरबुजाहरू। यो चाहिँ प्रड्युस भयो। उता अब त्यो मासुहरू हुन्छ। ल यहाँ सामान पनि थियो, प्याज लसुनहरू उसहरू सकिरहेको थियो। अनि यसो तरकारीहरू पनि किने। अब घर फर्किने। अनि आजको दिन अब सकियो बाहिर। अब घर गएर अब खाने बस्ने रमाइलो गर्ने। ल बाई।